एडिटिङ सिकेको कोही मान्छे हुनुहुन्छ भने भिडियो खिच्न भिडियो एडिट गर्नको लागि हेर मलाई साथीहरु हेर्नु कति धेरै ठाउँ खाएको अनि खुम्चेको छ मुजा पनि बस्दैन केही पनि हुँदैन बिचरा बाटो अलमन लिएर हेर्नु हेलो एन्ड नमस्ते गुड मर्निङ साथीहरु वेलकम ब्याक टु माई न्यू भिडियो आज चाहिँ एकादशी साथीहरु मैले नुहाइसके आज निर्जला एकादशी अनि मैले चाहिँ घरमा तुलसी रोपेको थिइनँ नि त नयाँ घर बनेपछि आफै दल राख्छु अनि मात्र रोप्छु भनेर त्यसैले आज मेरो सपना पूरा हुँदैछ लेट्स सी अब म यहाँ चिटिक्क पर्छु हेर्दै गर्नुहोस् है त कष्टी थिए कष्टी भए हेर मलाई खासै मेकअप गर्न आउँदैन अनि घामले नि आँखै हेर्नु भएको छैन घाम हेर्नुहोस् कस्तो छ लिली छ म पूजा गर्न गएँ है त माथि अब पूजा गर्ने अनि तुलसीको दल राख्ने हाम्रोमा यहाँ फ्रीमा भाडा नतिरिकन को बस्नुहुन्छ उहाँ बस्नुहुन्छ उहाँ हुनुहुन्छ रुपीजी हाम्रोमा एक भारी झ्यासम्यास ल्याएर गुण लाउनु भएको छ अस्ति नै यहाँ भँगेराले लगाएर हैरान अनि फेरि रुपीजीले लगाएर फोहोर पारेर अलिअलि हैरान उफ घाम कस्तो छ साथीहरु यो चाहिँ मैले रोपेको लसुन अब म पूजाआजा गर्छु अनि तल दल राख्छु है त साथीहरु आज चाहिँ हामीले यहाँ चाहिँ यो के हो तिल हो ओ माइ गॉड ल डाला तिल रहेछ हामी खाँदो रहेछ नि उम्रेको किन माटो दले तुलसीको दले हो यो पनि उम्रेको तिल हो साथीहरु धेरै तिल छ नि त नि ननिका छोडे फलिसकेको चिजहरु कति खान्छ फलिरहेछ ए यो उम्रिँदाबाट यो मरिसक्छ जम्मै किरा लाग्यो माइ गॉड साथीहरु हेर्नु कति धेरै ठाउँ खाएको अरे राइस कि हो त्यहाँ जरा कस्तो खायो सबै माटो गयो तिलको जरा त यस्तो डेन्जर हुँदो रहेछ नि त राधे राधे यस्तो किरा लागेको छ गाई त्यसलाई यो सागमा पनि यस्तै छ जम्मै आज चाहिँ उखालेर यहाँ दल राख्ने हो स्थान दिनुपर्छ यो चाहिँ दल राख्ने दिन मात्रै दल राख्ने भन्ने मेरो ठुलो सपना थियो साथीहरु आज पूरा भएको छ म धेरै खुसी छु अब चाहिँ साथीहरु मलाई मामुले साडी लगाएको देखेर एकदम लाउन मन लाग्यो अब त आफ्नै गुन्यु चोली पनि छ भनेर म गुन्यु चोली लगाउँछु एकछिनपछि दल राख्न हो हजुर हामी होला पछि साथीहरु अब चाहिँ यहाँ पखालिँदैछ तुलसीको मुठ साथीहरु मैले अब मेरो क्यामेरा म्यानबाट म हटेँ मलाई पनि एकदम व्रत बस्न मन थियो कि साथीहरु मलाई व्रत बस्न मन थियो मैले पनि अनि चाहिँ अब आज पनि बस्न पाइएन तुलसीको विवाहको दिन चाहिँ म पनि व्रत बस्छु अनि हेर्नु होला म व्रत बसेर कस्तो देखिन्छु साथीहरु मेरो कपाल कति बढेको यत्रै हुँदाखेरि काटेको थिएँ त्यसो आउँछ अब मैले भनिहालेँ म पनि अब गुन्यु चोली लगाउँछु एकछिनपछि लाउँछु होला नलाउन पनि सक्छु लाउँछु मलाई साइदै साइड लाउन र लाग्यो हेर्नु साथीहरु हाम्रो सब्जी बारी के पो भन्थ्यो करेसा बारीलाई के पो भन्थ्यो इङ्ग्लिसमा किचन गार्डन होइन बिर्सेँ नि त मैले यहाँ पिन लगाएको छैन नि त यो साडीमा अनि कति बेला कहाँनिर फ्यासले कोही जान्छ कि भन्ने डर छ ल आज हामी चाहिँ आसन यस्तो फुलको राखेर अनि तुलसीको दल राख्ने साथीहरु आफ्नै नयाँ घरको नयाँ तुलसीको मोठमा मङ्गलम भगवान विष्णु लु अब के गर्ने भनेर दल त म पनि यस्तो हो
हाम्रो तुलसीको मठमा दियो राख्ने चाहिँ बनाइएको छ त्यही छ यहाँ छ साथीहरु गुनासो नेबिटाको दियो राख्ने ठाउँ यस्तोमा छ के गर्नु तर त्यस्तोमा विडम्बना के रे विडम्बना हैन विडम्बना चाहिँ यहाँ हावाले निभाउँछ उहाँ राख्छ यहाँ मङ्गलम भगवान विष्णु मङ्गलम गणध्वज यहाँ अलिकति गरुडध्वज गणध्वज मङ्गलम पुनरिकाक्ष मङ्गलाय पहिले दल राखेर पूजा गर्ने होला नि साथीहरू अहिले पनि गरिदिएँ अब अहिले एकछिनमा पनि गर्छु नि मैले मम्मीलाई सोद्धा चाहिँ दल राखेर गरेर अनि घर भन्नुभएको थियो होइन हात हिलो भइगयो गाई ठिक छ मङ्गलम भगवान विष्णु मङ्गलम गणध्वज मङ्गलम राखेर ती सबै दल उम्रिदिनु तनहरी क्यामेराम्यानलाई पनि गाह्रो छ मेरो छोरोलाई एउटा क्यामेराम्यान नखोजी भएको छैन भयो क्या क्यामेराम्यान झिकाउन खोजे एउटा क्यामेराम्यान झिकाउनु छ साथीहरू टक्क भिडियो एङ्गल मिलाइ खिच्दिने एडिटिङ सिकेको कोही मान्छे हुनुहुन्छ भने भिडियो खिच्न भिडियो एडिट गर्नको लागि आवेदन खुल्ला गरिएको छ तुरुन्तै सम्पर्क गर्नुहोस् नम्बर हो 9841 अरु सबै आफै हान के बोले भाइ के बोले पैसा माम खान्दिङ एकादशीको लड्डु ओके अनि रातो टिका छैन रातो छैन रातो पनि छ गुण लाग्यो सोचेको त्यही भइरहेछ हो जिन्दगीमा प्रभु सानोतिनो कुरा पुगिरहेछ होइन अब अलि ठुलो कुरा पुग्न बाँकी छ ज्ञानी हुनु कति लामो लाग्यो केही हुन्न राम्रो हेर्नु साथीहरू म के प्रथमै भएर टिका लगाइदिएको छ चाहिँ लामो न छोरी त मेरो लागि प्रथम हो नि मेरो बुढा मेरो लागि प्रथम हो ल हेर्नै साथीहरू साडी लगाएको अलि पर जाऊ न यस्तो छ गुन्यु चोलीको साडी लाउने अरे ढाकाको लिदिएको थिएँ मैले कल्चरल ड्रेस हुन्छ कल्चर भनेर यसलाई स्कुलमा नाच्न नि बोलाउँदैन नि यसको यो सानो भएर गइसक्ने भयो अनि लाउने रे यो आइरन नगरिकन यो खुम्चेको छ मुजा पनि बस्दैन केही पनि हुँदैन यसलाई लगेर झटार हान्दै दराजमा अनि हेर आनन्दले अब म पनि साडी फेर्छु अनि हेर फलफुलहरू फलाहार गर्नुपर्छ साथीहरू अलि पर जा फुकिसकेछ त्यस्तो हुँदैन झुम्का देख्नुपर्छ क्या त्यो फेर त्यतै देखिनुपर्छ यो खुम्चिरहेछ गाई आइरन लाउनु पर्ने रहेछ न पढे गर्दा के अरे अनि के अरे के हुन्न हो सोल्टेने ल अब खोला मेरो खोल्ने बेला भयो है अब चेन्ज अब हजुर हजुर के भनिसक्यो फलार गरेर मैले पनि यहाँ राम्रो फलार गर्नु अन्न त खानु हुँदैन नि टुडे इज अन्न पापाना गोइङ टु मेक यहाँ छ साथीहरू मेरो चाहिँ फलारी तिमीलाई त्यो खुब मनपर्छ राखेको उल्टो यहाँनिर चाहिँ हामी चाहिँ दाल यसरी राख्छौँ है साथीहरू हेर्नु बट्टामा यसरी राखेपछि चाहिँ के हुन्छ थाहा छ यो किडा लाग्दैन किडा
अनि यसरी बट्टामा राख्दा चाहिँ 1-2 वर्षसम्म बस्यो भने पनि यसमा किरा लाग्दैन। रहरी 2 बोतल मात्रै भयो के हो? आमाइने झ्यालोट छिरेको होला। बिचरा बाटो अलमल लिएर हेर्नु न साथीहरू, तलबाट निस्कन गान्छ अलि तल। लौ लौ न अब भयो। म चाहिँ मुन्टा लिन आएको थिएँ साथीहरू यतातिर गाउँमा। अनि अब यो मुन्टा लगेर टक्कसँगले केलाएर मकैको भात र मुन्टा खाने योजना भइरहेको छ। अब चाहिँ घरमा पुगेर मुन्टा केलाउने अनि मकैको भात पकाउने झ्यामझ्याम खाने। तर साँझबत्ती बालिसकेपछि हुन्छ त्यो चाहिँ प्रोग्राम राति। अहिले चाहिँ 6 बजे नाटिसक्यो, उज्यालै हुन्छ, घाम लिली। अनि यस्तै साथीहरू आजको व्रत। अनि तपाईँहरूको कस्तो भयो त कमेन्ट गर्नु छ है त भन्दै आजलाई चाहिँ भिडियो इन्ड गर्न चाहन्छु ल। बाई बाई। अब भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब भन्ने पर्दैन, हजुरहरू ज्ञानी हुनुहुन्छ भन्दै आजको लागि चाहिँ बिदा हुन्छु साथीहरू। बाई 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 बाई। सी यू नेक्स्ट भिडियो।